बेला बेला तिम्रो याद खुब आउँछ। तिम्रो यस्तो बिजोग किन अनि तिम्रो चाहिँ के समस्या छ? लु हेर्नु त, लु यो के गरेका, यो के गरेर टीका लगाएर पठाएका, यो यस्तो बिजोग किन अनि तिम्रो चाहिँ के समस्या छ? छिटो कन्ट्याक्टमा आइज, छिटो फोन गर्नु मलाई। त हेलो गाइस, कस्तो छ? आई होप हजुरहरू सबैलाई राम्रै छ। फेरि एउटा नयाँ भिडियो लिएर आइरहेकी छु र हजुरहरू यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहुन्छ भन्दै यो भिडियो सिर्फ इन्टरटेनमेन्टको लागि म स्टार्ट गर्दैछु। गाइस सपोर्ट ठोकिदिनु होला। त गाइस भिडियो स्टार्ट गर्दैछु। म खाइरहेको छु मासु र भात, म खाइरहेको छु मासु र भात। एक थप्पडमा निकालिदिन्छु तेरो दाँत। मासु र भात खाएर के चाहिँ गर्छस्? त्यसपछि हग्न जान्छु। त्यो हातमा यति लामो ढेङ्ग्रो बोकेर के हेरेको त्यसरी? के समस्या छ भने छिटो भन, मेरो सुन्ने टाइम छैन। के समस्या छ तेरो? बुढो पागल भो मेरो बुढो पागल भो, कान्छी ल्याउँछु भन्छन् अब बुढो पागल भो। के गर्ने र साथीहरू जेलमा हाल्नु पर्यो, के गर्ने र साथीहरू जेलमा हाल्नु बेला बेला तिम्रो याद खुब आउँछ। न त मेरो कतै जाने ठाउँ छ, चुप लागेर बस कान्छी, नत्र पाद आउँछ। बेला बेला प्यारी समझ गई। तिम्रो यस्तो बिजोग किन अनि तिम्रो चाहिँ के समस्या छ? लु हेर्नु त, लु यो के गरेका, यो के गरेर टीका लगाएर पठाएका, यो अनुहारभरि दल्देर अनुहारभरि दल्देर यो जमरा पनि के हो? यो जमरा यो जमरा हो कि यो धानबारी नै हाम्रो यो टाउकोमा गरेर पठाएका? यिनीहरूका घरमा जिन्दगी आइदैन अब टीका लाउनु। हेर त यसो गर्देका। होइन हो, अनि टिका चाहिँ कसको घरमा लाउन गएको थियौ त? बुढाबाईको घरमा टीका लाउन गएको, सबै यस्तो बनाइदिनु। तिम्रो यस्तो बिजोग किन अनि तिम्रो चाहिँ के समस्या छ? छिटो कन्ट्याक्टमा आइज, छिटो फोन गर्नु मलाई, मलाई छिटो फोन गर। किन काटेको भन्छ? फोन किन काटेको? किन मलाई यस्तो दुःख, किन मलाई यस्तो टर्चर? तेरै कारण, तेरै फ्यामिलीको कारण, सबैको कारण मलाई पागल बनाएर मलाई यस्तो बनायो। मलाई मेरो जिन्दगी बर्बाद गर्दैछ। छिटो फोन उठा, छिटो मलाई फोन गर, फोन नकाट। तिम्रो समस्या चाहिँ कडा रहेछ। अब यसको कोही उपचारै छैन। म त लागे तिमी जोसँग उपचार गर्ने गर, म त लागे।